नमस्ते साथीहरू। के तपाईँ पसलबाट लिएको सामानको बिल बिल प्रयोग गरेर 1 लाखदेखि 10 लाखको प्राइज जित्न चाहनुहुन्छ भने यो भिडियो तपाईँको लागि। भिडियो लास्टसम्म हजुर, सही सुन्नुभयो। तपाईँ पनि अब यसो दोकानबाट लिएको सामानको बिल प्रयोग गरेर लखपति बन्न सक्नुहुन्छ के। नेपाल सरकारको अर्थ मन्त्रालयद्वारा करदाता प्रोत्साहन उपहार कार्यक्रम भन्ने एउटा कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा प्रत्येक दिन एभ्रिडे के सधैँ एकजना लकी मान्छेलाई 1 लाख रुपियाँ इनाम र 15 दिनमा चाहिँ 10 लाख रुपियाँ दिइरहेछ। यदि तपाईँ पनि यो उपहार कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने तपाईहरूले पसलबाट 100 रुपियाँभन्दा बढीको सामान किनेमा यसो प्यान बिल लिनुहोला के। प्यान बिल लिनुहोला र त्यो प्यान बिल हजुरहरूको कुपन हुनेछ। यदि तपाईँहरू पसल जाँदा बिल लिनु हुँदैन भने अबदेखि कम्पलसरी बिल लिनुहोला, किनकि त्यो बिल तपाईँलाई अब लखपति बनाउन सक्नेछ। यो कार्यक्रमबारे सुरुदेखि अन्तिमसम्म कसरी पार्टिसिपेट गर्ने, प्राइज कसरी भेट्छ भने यो बारे डिटेल इन्फर्मेसनको लागि तपाईँहरू क्रोममा गएर नेपाल सरकारको वेबसाइट prize.ird.government.mp यहाँ माथि छ, सर्च गर्नुहोला, या युट्युबमा गएर यो कार्यक्रम सर्च गरेर डिटेल भिडियो हेर्नुहोला। र अबदेखि चाहिँ पसलबाट बिल लिन नबिर्सिनुहोला के। कम्पलसरी यसो प्यान बिल लिनुहोला। धन्यवाद।